Also, da Tomatilja. सर्वप्रथम 사람 유니 신신 난겐기 यो सञ्जाल मार्फतबाट हेरिरहनु हुने 최로 अनि सम्पूर्ण अनि मित्रजन सबैलाई अनि सुस्वास्थ्यको कामना तथा अनि नमस्कार व्यक्त गर्न चाहन्छु। 오늘 재밌다 가장 अनि खास गर्ने गरी हो भने यो प्रवचन गर्ने हिजो थियो तर पनि अनि हिजो मैले गर्न भ्याएन अनि हिजोको सट्टा मैले आज प्रवचन गर्न जाँदैछु। हिजो म त्यति राम्रो निद्रा लागेन मलाई अनि आजभोलि मलाई त्यति राम्रो निद्रा लाग्दैन। अब अस्वस्थ भएको कारणले गर्दाखेरि अनि एउटा जिउमा बल तागत नभएको जस्तो हुँदाखेरि मैले हिजो प्रवचन गर्न सकेन। त्यसै कारणले आज म बताउन गइरहेको छु। अनि तपाईहरुको सोचमा आउँछ होला यो प्रवचन जहिले पनि परिवर्तन भइरहेको छ के होला हैन। अनि टाइम टेबल जहिले पनि परिवर्तन भइरहेको छ के गरिरहेको होला भन्ने सोच्ने तपाईहरुले विचार आउँछ होला। तर त्यस्तो नभएर मलाई धेरै कामको मैले अनि बताएको समय अनुसार मैले बताउनु सकेको छैन यो प्रवचन। धेरै काम भएको कारणले गर्दाखेरि अनि क्षमा पाऊँ मैले त्यति अब बताएको अनि क्षमा गरिदिनु होला। मैले बताएको समय मुताबिक म चलिरहनु भएको छैन। अनि अस्ति भोगर यङसी भोगर मुचिजुले अनि अस्ति उहाँको जन्मदिन थियो होला। अनि आजको यही समय मैले अवसर पारेर उहाँको अनि सुस्वास्थ्यको कामना तथा अनि शुभ जन्मदिनको अनि शुभकामना व्यक्त गर्न चाहन्छु र उहाँको अनि प्राणी हितको लागि यसरी दीर्घकालीनसम्म फैलिरहोस् र अनि त्यस्तै गरी अब जुन भोगर रुम्बुसीसँग अब अहिले दिन प्रतिदिन अब खटिरहनु हुने खेर रुम्बुसी लगायतका अनि उहाँको अनेकन अनि भिक्षु उहाँको दानदाता हुनुहुन्छ। अनि सबैलाई त्यस्तै गरी अनि गुरुको यो माता पिता याङ्से रुम्बुसी भोगर रुम्बुसी याङ्से रुम्बुसीलाई अनि सबै टासितेलेक र अनि उहाँको अनि सुस्वास्थ्यको कामना व्यक्त गर्न चाहन्छु र शुभ जन्मदिनको अनि शुभ जन्मदिन अनि यो शब्द यसरी उहाँले उच्चारण गर्न चाहन्छु। त्यस्तै गरी अब आज अब यो अहिले चाहिँ के भन्छ भन्दाखेरि अब अहिले चाहिँ यो 31औं श्लोकमा पुगिरहेको छ। त्यसको विषयमा चाहिँ अब भन्नुपर्दा 30औं श्लोक पुगिरहेको छ यो लेक्चरमा राम्रो कामको पाठमा। त्यो भित्र चाहिँ के भन्दाखेरि अब मैले अस्ति बताएँ चाहिँ मिग्यु दोर्जे 8औं कर्मपाको पालोमा चाहिँ अब आफ्नो जीवनकालमा धेरै गुम्बाहरू स्थापना गर्नुभयो। विशेष गरी उनले धेरै मठ विद्यालयहरू स्थापना गर्नुभयो। अनि र मैले अस्ति मैले के भन्नु अलिकति भुलेछ भन्दाखेरि गल्ती भएछ भन्दाखेरि उहाँले नै यसरी खर्च गरेर बनाउनु भन्थ्यो होइन। तर के हो त उहाँले त्यो मठ मन्दिर बनाउने कालमा धेरै उहाँले खट्नु भएको थियो। उहाँले धेरै समय दिनुभएको थियो होइन। त्यो दिने क्रममा चाहिँ यसरी अब समय दिने क्रममा उहाँ निर्माण गरिएका क्षेत्रमा धेरै मानिसहरू को अब जम्मा थियो। त्यहाँ निर्माण गर्दा भिक्षुहरूलाई यसरी अब जुन मठ मन्दिरको लागि अब यसरी उहाँले स्थापना गर्नको लागि निर्माण गरियो। त्यो बेला धेरै दान दाताहरूको सहयोग थियो। त्यही कारणले गर्दाखेरि उहाँले यसरी मठ मन्दिर अनि मठ मन्दिर अब मात्रै बनाएर पनि हुँदैन बौद्ध धर्म फैलाउनको लागि होइन। विशेष गरी शिक्षा के हो त्यो फैलाउनु
हुने हुँदाखेरि हैन शिक्षाको धेरै अब योगदान हुने हुँदाखेरि त्यसको लागि भिक्षुको दल धेरै बलवान हुनु पर्दछ त्यसै कारणले गर्दाखेरि अनि अस्ति बताइज अब भनौँ न अब झ्याङ ग्याल्पो भनौँ न जुन टिबेटको प्रान्त एउटा झ्याङ भन्ने प्रान्तमा चाहिँ अब के हो त एउटा त्यहाँको राजाले चाहिँ मिग्यु दोर्जेलाई 500 जना भिक्षुहरू चाहिँ नि बनाउनुको लागि ल्याउनु राजाले यसरी सङ्घ भिक्षुको दल धेरै फैलाउनु भयो केवल बौद्ध शिक्षा फैलाउनको लागि त्यही कारणले एउटा गुम्बा मात्रै बनाएर पनि हुँदैन त्यसभित्र अब के हो त बाहिरी भित्री सबै त्यसमा वातावरण मिल्नु पर्दछ भित्री शिक्षा बाहिरी सबै मठ मन्दिरहरूको सबै संरचना सबै मिल्नु पर्दछ त्यसै कारणले गर्दाखेरि मिग्यु दोर्जे पाल्लोमा यसरी भिक्षु फैला भने मठ मन्दिर पनि उहाँले स्थापना गर्नुभयो अब हामीले हाम्रो सोचमा के फरक पर्दछ त भन्दाखेरि अनि मिग्यु दोर्जे चाहिँ अब अरू कर्महरू भन्दा सातौं कर्म भन्दा एकदम के हो त अब उहाँले चाहिँ अब मिग्यु दोर्जेको पालोमा चाहिँ आठौं कर्ममा पालोमा चाहिँ के हो त यो दार्शनिक अध्ययन केन्द्र फैलिएर गयो त्यो बेला उहाँले धेरै चासो र जोड दिनुभयो यो उहाँले यसरी यो दार्शनिक अध्ययन केन्द्र उहाँले फैलिनुको कारण के हो त बनाउनुको कारण यो दुई प्रकारले म बताउँदैछु यसमा दुईटा कुराले यसलाई म जोड्न चाहन्छु किन उहाँले यसरी निर्माण गर्नुभयो त यो दर्शनको विषयमा अध्ययन गर्ने केन्द्र उहाँले किन निर्माण गर्नुभयो भन्ने विषय खुलासा गर्न चाहन्छु पहिलो चाहिँ के हो त भन्दाखेरि पहिलो कारण चाहिँ के हो त उहाँ मिग्यु दोर्जे आफ्नै सोच्ने तरिका उहाँले कसरी विचार गर्नुहुन्थ्यो त उहाँको सोच के थियो त यो एकदम महत्त्वपूर्ण अरू दार्शनिक सिद्धान्तहरूले अब कसरी थियो त हैन एउटा बौद्ध शिक्षा एउटा दर्शन जुन अब उहाँले कैग्युपाको एउटा सिद्धान्त ल्याउनुको लागि बाहिरी सिद्धान्तहरूले कस्तो हेरिन्थ्यो त भने त्यस्तो दुई प्रकारको कुराबाट अनि म आज खुलासा गर्न चाहन्छु पहिलो चाहिँ अहिले मिग्यु दोर्जे आफ्नै अब विचार सोच्ने तरिका कस्तो थियो त भन्दाखेरि हामीले के थाहा हुनु पर्दछ त भन्दाखेरि यसमा चाहिँ जुन कैग्युपा अब धग्पो कैग्युपा जुन कैग्युपालाई चाहिँ पहिलो यो जुन दर्शनको एउटा केन्द्र सेटा जुन कैग्युपा सेटा कहिले स्थापना भएको थियो त भन्दाखेरि जुन 14औं शताब्दीमा भएको थियो कैग्यु दर्शन कलेज 14औं शताब्दीमा भएको थियो तसी द्वारा स्थापित अनि त्यो बेला चेथाङ भन्ने ठाउँमा त्यो अब स्थापना गरेको थियो यसको विषय चाहिँ म पछि समय पाउँदाखेरि म बताउने छु यसको विस्तारमा चाहिँ अहिले संक्षेपमा बताउनु पर्दाखेरि अब कर्म यो कैग्यु सम्प्रदायमा चाहिँ यो दार्शनिक कलेज स्थापना गर्ने पहिलो व्यक्ति को हो त भन्दाखेरि कर्म कैग्यु बिहारको कलेज स्थापना गर्ने पहिलो व्यक्ति चाहिँ सातौं कर्म छोरा ग्याछो थियो उनले अब थुप्छेन मठको लागि अब छोरा ग्याछोले यसरी सातौं कर्म छोरा ग्याछोले यसरी अब के हो त यो कैग्युपाको दार्शनिक कलेज स्थापना गर्नु कारण के हो त भन्दाखेरि थुप्छेन धेन्से चाइक भन्ने भित्र चाहिँ उहाँले लेख्नु भएको छ यसको विषयमा मलाई पनि अब मेरो अनुमानमा चाहिँ यो थुप्छेन महामुनि मठको एउटा लेखट भन्ने त्यो भित्र लेखेको जस्तो लाग्छ त्यो भित्र के लेखेको छ भन्दाखेरि यसको अब म एक एकवटा म शब्दलाई उच्चारण गर्ने यसको मुख्य बुँदा बारे बताउन चाहन्दैछु के भनिन्छ भन्दाखेरि होइन जुन अध्ययन गर्ने शिक्षण गर्ने मान्छे जुन मान्छेहरूले चाहिँ साधना जप तप गर्नु पर्दैन भन्ने भने
अनि जुन अब अध्ययन गर्ने जुन कलेजमा अध्ययन गर्ने मान्छेहरूले पूजापाठ गर्नु हुँदैन भने अलिकति के हो त तिरस्कार गर्ने हो हेला गर्ने फेरि जब तब गर्ने साधना एउटा जुन साधक योगीहरूले चाहिँ एउटा अध्ययन गर्ने जुन त्रिपिटकहरूलाई अध्ययन गर्नेलाई फेरि तिरस्कार गर्ने होइन यसरी हेलाचाले गर्ने यस्तो भइरहेको हुँदाखेरि अनि एक आपसमा के हो त अनि कुरा काट्ने होइन जुन अब सेरावाले अब एक किसिमको के हो त टुपवा साधना गर्नेलाई अब कुरा काट्ने यो चाहिँदैन भन्ने फेरि अर्कोले यसरी एक आपसमा नि भना बहिरी अनि भनाभन गर्ने हुँदाखेरि अनि यस्तो सुन्दाखेरि छोटा घ्यासोले चाहिँ एकदम उहाँले सहनु सक्नु भएन अनि त्यो सहनु नसकेर चाहिँ अनि दुवै नै नबै नहुने अध्ययन केन्द्र पनि नबै नहुने साधना केन्द्र पनि नबै नहुने अनि यो अत्यन्त जरुरी भएको अनि उहाँले विचार गर्नु भएर उहाँले पहिलो अनि काग्युपाको यो सेटा अर्थात् दार्शनिक केन्द्र उहाँले निर्माण गर्नुभयो त्यो भित्र चाहिँ के हो त सामान्य ग्रन्थहरू हैन आध्यात्मिक ग्रन्थहरू हैन विद्याहरू त्रिपिटकको कुराहरू हैन अनि यसरी फैलाउनु भयो भोटमा चाहिँ के हो त भोटमा चाहिँ बौद्ध ग्रन्थहरू धेरै भएकोले हैन त्यसमा चाहिँ अनि आफ्नो पक्ष गर्ने अरूपट्टि केस गर्ने हैन पक्षपात गर्ने हुँदाखेरि यसलाई चाहिँ हटाएर उहाँले जुन भारतवर्षमा भारतको विद्वानहरूले कसरी बौद्ध धर्मलाई यसरी बुद्धको त्रिपिटकहरूलाई उल्लेख गर्यो त्यो कुराहरू चाहिँ उहाँले अनि विशेष गरी त्यसलाई त्यस्तो टीकाहरूलाई व्याख्याहरूलाई चाहिँ उहाँले जोड दिनु भएर अनि जुन उहाँले निर्माण भोटमा चाहिँ यसरी पहिलो काग्युपाको दार्शनिक सेरा यसरी उहाँले भारतको ग्रन्थहरूलाई विद्वानहरूले ग्रन्थ गर्नुभएको ग्रन्थ राखेर यसरी उहाँले सेराको निर्माण गर्नुभयो यो चाहिँ अब 14औं शताब्दीमा उहाँले निर्माण गर्नुभएको थियो यसरी छोटा घ्यासोले अब भनौँ न जुन अब के हो त काग्युपामा अब एउटा सेरा दार्शनिक एउटा केन्द्र उहाँले खोल्नुको लागि के हो त भन्दाखेरि होइन बौद्ध धर्म फैलाउनुको लागि के हो त एउटा अध्ययन अत्यन्तै चाहिन्छ शिक्षाको अत्यन्त खाँचो हुन्छ र साधना पनि अत्यन्त खाँचो हुन्छ यो एक अनि यो साधना र यो शिक्षा अध्ययन गर्ने शिक्षा चाहिँ अनि यो एक पक्षमा नटुटिकन दुवै अनि एकता भएर अनि बौद्ध धर्म फैलाउनु पर्यो बौद्ध धर्म अब लामो समयसम्म टिक्ने निर्भर भएको हुँदाखेरि अनि यो दुवै नबै नहुने हुँदाखेरि अनि के हो त यो भित्र चाहिँ बौद्ध धर्म फैलाउनको लागि चाहिँ यसरी विशेष गरी भारतको विद्वानहरूले रचना गर्नुभएको बौद्ध ग्रन्थको अनि साक्षी राखेर अनि त्यहाँदेखि चाहिँ अनि बौद्ध धर्ममा को बुद्धहरू प्रवचनहरू फैलाउनु पर्दछ भने यसरी आदेश दिनुभयो यसो आदेश दिने क्रममा त्यहाँदेखि अनि काग्यु दार्शनिक कलेजहरू अनि स्थापना उहाँले गर्नुको यसरी कर्म कमसम भित्र अनि यसरी कर्म कमसम त्यही कारणले कर्म कमसम भित्र काग्युपाको एउटा सेरा कलेज पहिलो स्थापना गर्ने व्यक्ति नै 7औं कर्म छोटा घ्यासो रहेको छ अनि पछि अब पछि गएर उहाँकै अब चेला कर्म ठिलेबा उहाँले लेक्सिङ पनि सेरा स्थापना गर्नुभयो त्यही भित्र कर्म लेक्सिङ भित्र अध्ययन गर्ने क्रममा उहाँ त्यहाँदेखि उत्तीर्ण भएको अनि एकदम महान पोख्ता धेरै नाम चलेको विज्ञ पुरुष को थियो भन्दाखेरि अब जुन अब धकपटासी नाम रहेको थियो त्यस्तै गरी अब अर्को व्यक्ति चाहिँ पाओ चुक्ला ठाउँमा पनि महान व्यक्ति हो उहाँ पनि यो लेक्सिङ भित्र नै अध्ययन गरेर उहाँ नि विद्वान हुनुभएको थियो त्यसै कारण गर्दाखेरि अनि त्यस्तै गरी अब यो अनि कर्म कमसङ भित्र चाहिँ एकदम यो काग्युपा सेरा अब फैलाउने चाहिँ अब यो कर्म ठिलेबा रहेको छ
यसरी अब उहाँले फैलाउनु भयो हैन दोस्रो चाहिँ के हो त अब ढुक्पा जुन अब जुन अब ढुक्पा कैकी भित्र चाहिँ कुन चाहिँ पेमा कर्पले अनि ढुक्पा कैकीको अनि यसरी सेटा जुन अब कैकीको कलेज उहाँले यसरी अब निर्माण गर्नुभयो स्थापना गर्नुभयो त्यो बेला धेरै कुराकानीहरू हैन कुरा अनेक कुराहरू मच्चिएको थियो हैन यो कैकीपर पहिला चाहिँ साधना एउटा साधक योगी हुने मान्छेहरू अहिले चाहिँ गर्नु लाग्यो जग्गालाई अब उनीहरूले अब अध्ययन गर्नु लाग्यो के हो पहिलाको परम्परा यिनीहरूले अब राम्रोसँग लिएन भन्ने कुरा पनि मच्चिएको थियो भन भए त भने के हो त बौद्ध धर्म फैलाउन लागि यो अध्ययन केन्द्र अध्ययन र अनि यो साधन दुवै चाहिने हुँदाखेरि अनि एकदम सातौं अवतारी कर्ममा छोरा ज्ञातले यसरी निर्माण गरेको थियो त्यही कारणले गर्दाखेरि अब पछि गएर अब यो भनौँ न यसको विषयमा धेरै अब बताउने पछि बताउने यस्तो कुराहरू चाहिँ जुन कार्लुक भन्छ नि कर्म कमसाको सेरा एकदम फैलन आठौं कर्म पाले चासो उहाँले गर्नुभयो अनि मिग्यु तोर्जे आठौं कर्ममा मिग्यु तोर्जेले चासो गर्नुभयो यो चासो गर्नुभयो कारण के हो त भन्दाखेरि अब हैन एउटा यो हो कि पहिलो पटक जस्तो कि अब कर्म घचालिङ भनिन्छ हैन सुङलु कर्म घचालिङ यसरी उहाँले स्थापना गर्नुभयो यो चाहिँ अब घर्छिन जामलिङ गेन्दु भनिन्छ त्यो अनि यो पछि चाहिँ के हो त यसलाई घचल कर्म भने यसरी अब निर्माण गर्नुभयो जुन आठौं कर्म अब त्यो भित्र चाहिँ के छ त्यो भित्र के लेखेको छ भन्दाखेरि होइन त्यसको एकमुष्ट हिस्सामा यसको अर्थ बताउनु पर्दाखेरि सबैमा यसको डल्लो आने अर्थ के हो त भन्दाखेरि अब पूर्व कर्मपाहरूले चाहिँ के हो त तीन शिक्षामा दिन प्रतिदिन खट्नु हुन्थ्यो अनि एकान्त स्थानमा गएर सधैँ नै ध्यानमा उहाँ लिन हुनुहुन्थ्यो हैन कुनै पनि दोष र कुनै पनि त्यहाँ गल्तीहरू थिएन पछि गएर के हो त यो देश परिस्थिति अनुसार अनि यसरी समय परिवर्तन हुँदा हुँदै गएर के हो त अनि जुन साधना गर्ने अध्ययन गर्ने मान्छे कमी लोक हुँदा गएर के हो त जुन कर्म कज्युपाको अनि शासन सत्य दर्शन चाहिँ अनि यसरी लोप हुँदै गएर अनि के हो त अनि मोक्ष मार्ग के हो एउटा नियतमा अनि प्रवेश गर्ने अनि के हो त योग्यता चाहिँ एकदम कमजोर भएको हुँदाखेरि त्यस्तोले देखेर अनि के हो त विभिन्न अब यो परिपटीहरू अनेकन आएको हुँदाखेरि तिनीहरूलाई हटाउनुको लागि नै अनि बाहिरी भित्रीबाट के हो त हाम्रो दर्शन के हो भावना के हो चारा के हो त्यसमा धेरै भ्रम भएको हुँदाखेरि त्यसमा नबुझेको हुँदाखेरि अबुझ धेरै आएको हुँदाखेरि त्यसमा अध्ययन गर्ने साधना गर्ने भिक्षुहरू साधकहरू योगीहरू कम हुँदै आएको हुँदाखेरि त्यसलाई फेरि पुनर्निर्माण अनि यसरी फैलाउनको लागि जुन बिग्रिएको कुरालाई सुधार्नको लागि अनि यसरी अब अनि छोरा घ्यासो सातौं अवतारले यसरी अब भनौँ न एउटा जुन अब यसरी जुन छोरा घ्यासो रचना गर्नुभएको अब यो ग्रन्थलाई फेरि अनि पूर्ण अब यसरी फेरि चासो गर्नु भएर होइन अब जुन अब तोगेलुला घेडेलचम भन्नुभएको छ होइन जुन अब एक किसिम के हो त जुन निर्माण गर्नुको लागि बौद्ध धर्म सिकाउनुको लागि यसरी अनि जुन तार्किक उहाँले गर्नुभयो के हो त अनेक बोल्ने दर्शन नभएको एउटा बाटो बिराएको एउटा के हो त बौद्ध दर्शन नभएकोलाई चाहिँ फेरि के हो त अनि
बौद्ध दर्शन सुधार्नको लागि यसरी नै व्याख्या गर्नुभयो पछि गएर अब पुत्र कर्म छिने के होता नि यसरी अनेकन विनयजनहरू यसरी बौद्ध धर्म लगाउनु भयो निकै दोर्जेले पनि आफ्नो अब के हो त कर्म ठिनेपाको एउटा चेला भएको कारणले गर्दाखेरि साथ सहयोग गर्नलाई त्यही कारणले यसरी अब अत्यन्त अनि बौद्ध धर्मलाई खट्नु भयो जुन सातौं अवतरी छोरा क्यासको जुन अब उहाँको विचार चाहिँ अब जुन उहाँको इरादा चाहिँ आठौं कर्म पहिले पुरा गर्नुभयो यहाँ सातौं घ्याउ कर्म पहिले के भन्नुभयो भन्दाखेरि यो जीवनमा मैले यो सूत्रको एक श्लोक पनि अध्ययन गर्नु सकेन त्यही कारणले गर्दाखेरि ममा मूर्खताको कारणले गर्दाखेरि एउटा अल्छीपनको कारणले गर्दाखेरि मैले यो जीवन पुरा गर्न सकेन अवश्य म अध्ययन गर्ने छु र मेरो हिम्मत जगाउने छु र म 18 भन्दा यसरी उहाँले सातौं अवतारीको यसरी उहाँको बाणी थियो म 18 वर्ष हुँदादेखि नै मैले एउटा सेटा स्थापना गरे जब म 27 वर्षको थिएँ सूत्रहरू अध्ययन गर्न मैले विश्व कलेज लिए त्यस बेलादेखि मैले सकेसम्म सिकाए अनि यसरी अब के अध्ययन गरे भने यसरी अब बताउनु हुन्छ त्यही कारणले गर्दाखेरि अनि यसरी सेरा पनि निर्माण गर्नुभएछ तर यो जीवन सूत्रलाई चाहिँ मैले विस्तार रूपमा चाहिँ बताउन सकिन अर्को जुनीमा बताउन छु भने यसरी सातौं अवतारी कर्ममा छोरा ज्ञातले यसरी गर्नुभएको थियो त्यही कारणले गर्दाखेरि उहाँले सूत्र तन्त्र दुवैमा चाहिँ अब के हो त अनि पछिल्लो जुनीमा एकदम राम्रोसँग विस्तारमा ल्याउने छु भने यसरी उहाँले गर्ने भन्दाखेरि अनि सूत्र र तन्त्र दुवैमा अध्ययन गर्नुपर्ने यसमा खट्नुपर्ने अनि सातौं अवतारीको इरादा सोच विचार भएको हुँदाखेरि त्यहीलाई नै फेरि उहाँले मिग्यू दोर्जेले चासो त्यही दिनु भएर यसरी अनेक कर्म घचलिङ भन्ने यसरी निर्माण गर्नु भएर यसरी अब जुन उहाँको पहिलो बाणीहरूले पुरा गर्नु भएको थियो अब जुन मिग्यू दोर्जेले पनि के हो यसरी अब यो सूत्र र तन्त्रको यसरी धेरै एउटा कैजुपाको कलेजहरू यसरी निर्माण भइरहे भएन त्यहाँदेखि अनि उत्तीर्ण भएको त्यहाँदेखि ज्ञान परिपक्व भएको अनि स्यालो रब्जाम्पा भनिन्छ हैन यसरी त्यहाँदेखि धेरै उत्पन्न भएको थियो उत्तीर्ण विद्यार्थीहरू धेरै अब त्यहाँ उत्पन्न भएको थियो अब जुन अब घेलुमा चाहिँ घेसे लारम्पा भन्ने अनन्त अब अध्ययन प्राप्त भइसकेपछि अब ज्ञान प्राप्त भएपछि नाम दिन्छन् त्यस्तो किसिमको अनि अब पछि गएर त्यसले चाहिँ अब कर्म ढाछन् भन्ने अब सरनिङ थम चाहिँ कर्मपाको अब आफ्नै अब के हो त अब सेटा निर्माण गर्नुभयो त्यो भित्र अब मेरो आफ्नै चेलाहरू जुन चाहिँ अब अनि जुन लक्षणहरूलाई जुन अर्थहरूलाई कोट्याउने यसरी अनि शिक्षाहरू चाहिँ यसलाई जोड दिनु पर्दछ भन्ने यसरी उहाँले अब यसरी दिन प्रतिदिन बताउनु भएर त्यहाँदेखि यसरी जुन सेटा कैजिपाको कलेजहरू निर्माण गर्न यसरी सुरुवात भयो हामीले विशेष गरी अब के हो त ध्यान दिनुपर्ने के हो त भन्दाखेरि मिग्यू दोर्जेले चाहिँ अब के हो त सूत्र पक्षको यसरी के हो त कलेज कैजु कलेज अनि यसरी सुरुवात गर्नुभयो भने अनि तन्त्रको यसरी कलेज दार्शनिक अनि यसरी उहाँले जुन अब तन्त्रमा अब तान्त्रिक कुराहरूमा जुन अध्ययन गर्ने कुराहरूमा त्यसको अब छालन विधि विधानहरू अत्यन्त विशाल रूपमा उहाँले बताउनु भएको छ अब मिग्यू दोर्जे चेबे र भित्र के भनेछ भन्दा हैन पहिला हो भने तन्त्रको अब एउटा विधि विधानहरू हैन एकदम विस्तार रूपमा बताउने छैन तर के हो त
तर पनि के होता नि पहिला नभए त विशेष गरी मिगी दोर्जेले अब दर्शन र सूत्रहरूको अध्ययनको लागि भिक्षु कलेजहरू मात्र फेला नपरे त्यसमा उनले धेरै तान्त्रिक कलेजहरू पनि स्थापना गरे तन्त्रको शिक्षा अनि अभ्यासलाई व्यापक रूपमा फैलाए उनले उपलब्धिहरूको सूचीबाट पहिला मन्त्रको अभ्यास त्यति अब जटिल थिएन तर आजकल मन्त्र अध्ययन गर्ने र तान्त्रिक कलेजहरूमा मैले चक्र सम्भवरा गुया समाज हे वज्र भैरव सर्वविद अब रातो यमन्त महाकाल झिन सागर वज्र वराई योको अध्ययनको स्थापना गरेको छु भने उहाँले बताउनु भएको छ त्यसैले काला चक्र मण्डल नित्य धुन सहित हामीले पहिलेको अध्ययनलाई पुनर्जीवित गरेको छु भने यसरी उहाँले बताउनु हुँदैछ लेखितोर्जीले त्यसै कारणले गर्दाखेरि यसरी पछि गएर अब भोटमा चाहिँ अब पछि गएर भोटमा चाहिँ के हो त एउटा कलेजको एउटा परम्परा अर्को चाहिँ के हो त साधना गर्ने परम्परा हैन विधि विधान पूजा गर्ने यसरी कर्मकाण्डको यसरी अहिले साधना गर्ने भन्छ नि साकेर घेलुपछि के हो त यो कलेजको रूपमा दार्शनिक कलेजको अब परम्परामा फैलेको हो काजु र निङमा बस्ने साधनाको अनि परम्परामा फैलिएको हो यसरी भन्ने भनाइ छ प्रख्यात छ अब साँच्चै नै वास्तविकमा हेर्ने हो भने हैन अब इतिहासमा के हो त अब काजु र यो साकेर घेलुमा अत्यन्त अनेकन विद्वान धेरै छ भने अब धेरै फैलिएको देख्दैछौँ र काजु र निङमा चाहिँ के हो त धेरै सिद्ध पुरुषहरू हैन धेरै अब पाएको एकदम स्पष्ट हो त्यही कारणले तर पनि के हो त यो बौद्ध कलेज हैन एउटा अध्ययन केन्द्र रहेन साधना हामी दुवैमा के हो त अनि अत्यन्त दुवै नै महत्त्वपूर्ण रहेको छ अनि एउटा अध्ययन गर्नेहरूले जुन कलेजमा पढ्नेले चाहिँ साधना गर्नुपर्ने जुन साधना गर्नेहरूले चाहिँ नि सेटावाको जुन अब कलेजको अनि यो पढ्नु पर्दैन भन्ने चाहिँ यो के हो त धेरै गल्ती भएको यो भ्रम फसेको यस्तो होइन धेरै हाम्रो गल्ती हो यो दुवै नै गर्नु जरुरी छ किन यो दुवै हुनुपर्ने अध्ययन पनि गर्नुपर्ने सेटाको अध्ययन पनि गर्नुपर्ने अनि साधना पनि गर्नु दुवै गर्नुपर्ने महत्त्वपूर्ण आफ्नो अभिधर्म कोषभित्र के भन्नुभएको छ बौद्ध धर्म दुई प्रकार रहेको छ एउटा आगम धर्मचक्र एउटा अधिगम धर्मचक्र आगम धर्मचक्र भनेको के हो त प्रचार गर्ने अध्ययन गर्ने र अधिगम धर्मचक्र भनेको के हो त यसलाई साधना गर्ने मात्रै हो यही नै हो बौद्ध धर्म यहीमै रहन्छ भनेर बसुपतिले बताउनु भएको छ नि त्यही कारणले बौद्ध धर्म आगम र अधिगम भित्र रहेको हुँदाखेरि अत्यन्त दुवै नै चाहिन्छ भन्नुभएको छ त्यही कारणले अध्ययन महत्त्वपूर्ण होइन साधना महत्त्वपूर्ण हो साधना महत्त्वपूर्ण होइन अध्ययन महत्त्वपूर्ण छ भन्ने त्यसरी दुवै एउटा फाल्ने एउटाले लिने होइन दुवै नै के हो त हामीले जे काम गरे पनि होइन अघि पछि कुरा हुन्छ नि होइन अगाडि कुन गर्ने पछि कुन गर्ने भने हुन्छ नि जस्तै उदाहरणको लागि हामीले खाना खायो भने होइन पहिला खाना खानुको लागि खाना बनाउन जानुपर्छ नि होइन अनि खाना बनाइसकेर के हो त बनिसकेर अनि खाना खाने भाँडाकुँडा किनेर होइन अब खाना खानुपर्छ नि होइन त्यस्तै किसिमको के हो त पहिलो के हो दोस्रो के हो भने अध्ययन गर्ने कुन साधना गर्ने कुन चाहिँ हो भने दुवै नै बुझ्नु पर्दछ होइन यसरी अब ध्यान साधना गर्ने अब अभ्यास आफूले जानेन भने त्यसमा भ्रम हुन्छ नि त्यही कारणले अघि पछिको के हो त एउटा क्रम चाहिँ अलिकति भिन्नता भए अध्ययन गर्ने एउटा नै हो त्यही कारणले गर्दाखेरि यो अध्ययन पनि चाहिन्छ साधना पनि चाहिन्छ त्यही कारण जे घम्बोपाले स्वामी घम्बोपाले भन्नुभएको छ नि पहिला के हो त शून्य र चिन्तनमा निरन्तर लाग र शून्य र चिन्तनमा निरन्तर लागिसक्यो त्यसमा स्थिरता भयो भने बल्ल तिमी साधनामा निरन्तरता देऊ त्यस्तै गरी अब स्वामी दुसुन खेपा पहिलो कर्म दुसुन खेपाले भन्नुभएको छ नि प्रज्ञा प्रष्ट ज्ञान चाहिँ अत्यन्त महत्त्वपूर्ण हो जे सुन्यो त्यही बोल्नेलाई होइन त्यही कारणले गर्दाखेरि प्रज्ञा भने अत्यन्त महत्त्वपूर्ण हो जे पनि सिक्ने अध्ययन गर्ने त्यसले भनेको हो
अनेक कुराहरूलाई हैन मनमा लिएर जे पनि सिक्नेलाई प्राज्ञ भनिँदैन प्राज्ञ भने कसले भनिन्छ हैन श्रुतिमय प्राज्ञ भने के हो त श्रुतिमय प्राज्ञले आफूमा हुने कलेशलाई चिन्नु पर्दछ चिन्तनमय प्राज्ञले आफूमा हुने कलेशलाई विनाश पार्नु पर्दछ त्यसलाई अधीनमा लिनु पर्दछ र भावनामय प्राज्ञले आफूमा हुने कलेशले जराइदेखि त्याग गर्नु पर्दछ हटाउन सक्नु पर्दछ यस्तोलाई भनिन्छ प्राज्ञ भन्ने यसरी धेरै पटक स्वामी बताउनु हुन्छ अनि यस्तोले यो कुराले मुख्य मध्यनजर राखेर भिखुहरूले पनि के हो त काग्युपाको अनि मुख्य अब बौद्ध धर्मलाई यसरी फैलाउनको लागि अनि त्यो भित्र बस्नुको लागि त्यो काग्युपाको सम्प्रदाय एउटा किसिमले के हो त बौद्ध धर्म फैलाउन लागि के हो त अनि के भने सूत्र तन्त्र अनेकनमा अनि उहाँले सुन्ने चिन्तन मनन गर्ने धेरै अब छिन रूपमा यसरी के हो त अनेकन यसरी उहाँले साधना गर्नुभयो सुन्ने गर्नुभयो चिन्तन मनन गर्नुभयो अनि अन्तिममा के हो त अर्थ के आयो त भन्दाखेरि अनि यसरी धेरै अनेक एकान्त कुनामा बसेर यसरी ध्यान गर्नु भएर अनि काग्यु पूर्व काग्युहरूले कसरी बौद्ध धर्म फैलाउनु भएको थियो त्यसरी नै उहाँले अनि राम्रो छापिराख्नु भयो अनि यसरी हामीले अब जान्नु पर्दछ दोस्रो के हो त अन्य विद्यालयहरूको बारेमा कस्तो बरु के कस्तो सोच्ने गर्दथ्यो त भन्दाखेरि जस्तो कि अब अब छर्चिने लोसँग घ्याछु भने भित्र चाहिँ अब अत्यन्त यसरी अब जुन विद्यालयको वंश गुरु थिए हैन त्यसको विषयमा बताउनु पर्दाखेरि यो चाहिँ अब साक्यापाको एउटा यो थियो हैन साक्यापाको महान गुरु रहेको छ यो छर्चिने लोसल भनेको चाहिँ यो तीन त्यो भित्र चाहिँ अब छर्लुक भनेको यसको परम्परा कसरी आयो भन्दाखेरि हैन छर्चिने लोसलले यसरी अब उहाँले खुलासा गर्नुभएको छ त्यही उनी ढोरिङ कुनपङका शिष्य थिए उहाँ चाहिँ अब महान विद्वान पनि थिए र उहाँ धेरै सिद्ध पुरुष पनि थिए दुवै अभ्यासी पनि थिए तर उहाँ चाहिँ विद्वान भन्दा सिद्ध पुरुषमा सिद्ध जस्तै हुनुहुन्थ्यो उहाँ सिद्ध पुरुष हुनुहुन्थ्यो सुरुमा उनी घेलुक्पा टासी लुम्बोमा प्रवेश गरेर अनि उहाँले अब यो जुन अब घेचुलको शिला ल्याउनु भयो र दोस्रो दलाई लामा घेन्दुन ग्याल्छनबाट नयाँ अब उहाँले यसरी अब घेचुलको अब समर लिएर उहाँलाई अब लोसल ग्याचो भन्ने नाम दियो पछि उहाँलाई अब के हो त अनि खुट्टामा चोट लाग्यो खुट्टा निको पार्न उनी घेन्दुन ग्याचोको लागि अब ग्याचोको लामा अब ढोरिङ कुम्बङसँग पनि गएर अनि त्यसपछि साक्य बने उहाँ त्यही कारणले अनि साक्यपाहरू मध्ये 3 जना सूत्र याक सोन र रोङ र 3 जना तन्त्र मोर जोङ र जारमा सिकेका थिए जुन चाहिँ अब भनौँ न अब सूत्रमा विद्वान त हैन याक सोन रोङसुम भनिन्छ तन्त्रमा अनि विद्वान चाहिँ मोरजोङ छसुम भनिन्छ त्यही कारणले यो उहाँले चाहिँ धेरै अब गुरुहरूदेखि सूत्र तन्त्रको अध्ययन गरे उहाँ चाहिँ अब कर्म ठिन्लेको द्वारा पनि यसरी धेरै अब उहाँले धर्म लिनुभएको रहेछ सुन्नुभएको रहेछ उहाँलाई चित्रको ठिनले चाहिँ अब जुन सूर्य र यसरी चन्द्र जस्तो उहाँलाई एउटा खिन्चे वंशु थियो पछि गएर छिचो अब पछि गएर झ्यालवा सनम ग्याछो उहाँले पनि अब त्यो देखि के हो त बाट पनि उहाँले यो धेरै अध्ययन गर्नु भएछ त्यो बेला अब
उहाँ चाहिँ घोङसा अब जुन पाँचौं दलाई लामाको चेला पनि थियो उहाँ त्यहाँदेखि नै धेरै अब ध्यान अब अध्ययन गर्नुभएको थियो अब छार्जेन लोसो आफ्नै अब आत्मकथामा के भन्छ उहाँ ढेउल भन्ने ठाउँमा जाने बेलामा मिगेदर चाहिँ त्यही बेला पाल्नु भएको एक समय भएको रहेछ एकै समय भएको थियो मिगेदर चाहिँ अब देवर रिम्बुङबे अब रिम्बुङले आफ्नो सबै प्रजाहरूलाई स्वागत गर्न आदेश दिए मिगेदर्जीलाई स्वागत गर्नुपर्दछ आदेश दियो ढेउलका मालिकहरू र तयारी गर्न उत्साहित थिए अत्यन्त उहाँले तयारी गरे मिगेदर्जी आठौं परम सिद्ध पुरुष अनि धेरै भव्य रूपमा यसरी तयारी भइरहेको थियो स्वागतको लागि तर त्यो लोटो ग्यासो के सोच्यो भन्दाखेरि उहाँ चाहिँ अब धेरै तयारीको लागि अब उहाँले अब त्यति अब आवश्यकता छैन कर्म पक्कै पनि एक महान प्राणी थियो सिद्ध पुरुष हो तर उहाँ चाहिँ यता परम पुरुष भने अब हो जस्तो मलाई लाग्दछ हैन सोचमा चाहिँ एउटा कर्मपा भनेको चाहिँ के हो त तीन चेला मध्येमा खम्बा मिसुम भनिन्छ त्यो भित्रमा अनि पर्ने एउटा खम्बा उसे कर्म उसे भन्ने खम्बा उसे भन्ने चाहिँ हो उहाँहरूले गर्नुपर्ने मुख्य दायित्व के हो त भन्दाखेरि के गर्दछ भन्दाखेरि कर्म के हो त भन्दाखेरि भारतबाट भित्रिएको नारूपाको मुख्य उपदेशहरू भोटबाट आएको यो अनि यो मर्मी दक्षिणबाट फैलेको परम्परा नै मुख्य गर्ने कारण फैलाउने दायित्व लिने सुरक्षा यसलाई प्रथम प्रश्न गर्ने दायित्व यही नै हो गर्दाखेरि अनि यसलाई तर भने जस्तै छाडेर जाँदा कालो देखिने सेतो नहुने चट्टलाई चाहिँ चेतना गर्ने जस्तो भने एउटा अनि त्यही कारणले जुन गर्नुपर्ने चाहिँ नगर्ने चाहिँ गरिरहेको छ होइन क्षेत्रमा अब जुन स्तूपमा रङ दल्नुपर्ने सतहमा चाहिँ अब कालै पुरानै छल्टेको छ जुन दल्नु नहुने गुफा पहाडतिर चाहिँ रङ दलेको जस्तै अनि त्यही कारणले गर्दाखेरि यो अनि मिग्युदर्जी चाहिँ के हो त एकैछिनको पहिला अब मैत्रीपा भारतबाट फैलेको नारूपाको मैत्रीपाको धर्महरू चाहिँ परम्परा नलिएर यसरी ध्यान साधना नगरेर होइन अनि के हो त गर्ने कामसँग प्रतिस्पर्धा गर्न नसके पनि उहाँलाई लाग्छ कि दर्शन व्याकरण काव्य तन्त्रमा धेरै मूल्य नभएका विभिन्न संसारिक जसले आठ चिन्ताहरू कार्यहरूमा आफू व्यस्त राख्नु आफ्नो वंशको गुरुहरू तिनीहरूका शास्त्रहरू व्यवस्था गर्दछ त्यस दिनका केही काग्युहरूको अनि आलोचना गर्दछ जसले शास्त्र र अनुभूतिको सूचीलाई समाधान गर्दछ र उहाँले सबैलाई आफ्ना उत्कृष्ट भिक्षुहरूलाई पठाउनुहुन्छ र उनमा कुनै विश्वास पनि थिएन यसरी अब बताउनु त्यही कारणले गर्दाखेरि अनि यसरी अब त्यो बेला मिग्युदर्जीले अब विभिन्न अनेक अब यो तन्त्रको विषयमा हैन विभिन्न कुराहरुमा मिलेको छैन भन्ने अब यसरी तिरस्कार गर्ने सुनेको छ मैले भने सुन्यो भने यसरी अब छर्जे लोसो ग्यासले भन्नुभएको रहेछ
अनि अनेकन अब यो अनि मिगे तोर्जेलाई अब उहाँले वरिष्ठ भिक्षुहरू मात्र लागेर हिँड्दो रहेछ अनेकन भिक्षुहरू उहाँले लानु नहुँदो रहेछ हैन त्यही कारणले गर्दाखेरि त्यति मलाई उहाँ चाहिँ आस्था जागेको छैन है श्रद्धा भक्ति चाहिँ अब लागेन जागेन भनेर नि छाड्छे लोसल ग्यासले मिगे तोर्जेले यसरी बताउनु भन्नु हुँदो रहेछ त्यति म आस्था अनि आस्था जागेको छैन भने यसरी बताउनु भएको रहेछ यो चाहिँ आफ्नो आत्मकथाभित्र छर्ने लोसर ग्यासले बताएको छ जे भए त मिगी तोर्जेको के हो त एक किसिम के हो त अब एकदम अध्ययन र शेर नभई अब छैन भने अब बुद्ध धर्म बुझ्दैन त्यही कारण अध्ययन यसरी मैले चासो गर्नुभएको छ उहाँ मिगी तोर्जेको यस्तो उहाँको विचार थियो तर मेरो विचारमा बताउनु पर्दाखेरि के हो त मिगी तोर्जेले यसरी अब काग्यु एउटा काग्यु कलेज निर्माण गर्नलाई के हो त नि सक्या घेलु गरेर चाहिँ के हो त नि यसरी उहाँलाई प्रतिस्पर्धा गर्नको लागि एउटा उनीहरूलाई के हो त नि देखावटी गर्नको लागि उनीहरूसँग प्रतिस्पर्धा गरी हैन एक ठाउँमा बस्न नसकेर डाले यसरी काग्युपाको कलेज अरे बनाउन खोजेको होइन जस्तो मलाई लाग्छ उहाँले यसरी के हो त उहाँले प्रतिस्पर्धा गर्नुको लागि उहाँसँग अब बराबरी गर्नुको लागि यसरी बनाएको होइन किन यसरी कैक्युपाको यसरी एउटा कलेज सेरा यसरी निर्माण गर्नु कारण के हो त भन्दाखेरि पूर्व कैक्युपाहरूले यसरी के हो त एकै जीवन एउटा साधनमा बिताउनु भयो साधनाहरू बिताउनु भयो हैन साधना गरेर यसरी उहाँले सिद्ध गर्नुभयो पछि गएर के हो त यसरी यो कम हुँदै हुँदै लोभ हुँदै हुँदै जाँदाखेरि के हो त अनि जुन साधना मात्रै गर्ने अध्ययन नगर्नाले के हो त काग्यु भित्र नै अनि जुन अब नजान्ने हैन नबुझ्ने अनि धेरै शङ्का सन्देह भएको हुँदाखेरि त्यसलाई हटाउनको लागि अनेक सन्देहहरू हुने हुँदाखेरि आफ्नो दर्शन के हो भावना के हो तर के हो हैन यसमा अनेक भ्रमहरू हुँदाखेरि भ्रमलाई हटाउनको लागि अनि त्रिपिटकको ज्ञान के हो हाम्रो दर्शन के हो भन्ने चिनाउनको लागि यसरी अनि कैक्युपा भित्र धेरै नै ज्ञानहरू लोप हुँदै गएको त्यो फैलाउनको लागि नै यसरी उहाँले कैक्युपाको सेटा अर्थात् एउटा कलेज उहाँले निर्माण गर्नु इरादा रहेको मैले देख्दछु हामीले के बुझ्नु पर्दछ भन्दाखेरि मिगी तोर्जेले एउटा शेपा अर्थात् सेटावा एउटा दर्शन निर्माण गर्नुलाई के हो त भन्दाखेरि अरूभन्दा विशेषता रहेको छ मिगी तोर्जेले अध्ययनमा त्यस्तो चासो लिएर आफ्नो समयका साक्य र घेलुक दार्शनिक कलेजहरू प्रतिस्पर्धा गर्नुको लागि होइन नकल गर्नुको लागि पनि होइन मिगी तोर्जेले विशेष गरी पोतोवाको सिक्लप भनिन्छ हैन जुन अनेक अब भनौँ न एक किसिमको यो पोतोवाको छिलो रिग्नु भन्ने एउटा उपदेशहरू अनेक प्रवचनहरू मर्मी दक्सुम फक्टु स्याङछल्प ढिगु झिदेस पूर्व कैक्युपाहरूले गर्नुभएको अत्यन्त महत्त्वपूर्ण राख्नु भयो उहाँले त्यसमा अध्ययन गर्नुभयो चिन्तन मनन गर्नुभयो भावना गर्नुभयो यसलाई बलवान बलियो बनाउनु भएर यसरी उहाँले दिन प्रति त्योसँग सम्बन्ध गरेर त्योसँग धेरै बौद्ध शास्त्र रचना गर्नुभयो र सूत्र तन्त्रहरूसँग यसरी अब कैक्यु घुमा उहाँले अनि कैक्यु घुमाहरूले के गर्नुभएको थियो त्यसरी उहाँले यसरी बाहिर ल्याउनु भयो जुन लोभ हुँदै गरेको विशेष गरी घोम्बो ढिगुङबो धम्चो घोम्बो चिक्बो हैन के हो त एउटा महा त्यो भित्र के हो त नि उहाँले जीवनभरि उहाँले के हो त्यसमा अब अध्ययन गर्नुभयो त्यसमा अब मिगी तोर्जेले अब प्रवचन राख्नु भयो त्यो भित्र अब के हो त अब व्याख्यान गरेको 4 वटा ग्रन्थ रहेको छ मिगी तोर्जेले अनि एउटा
कलेज एउटा अध्ययन गर्ने शिक्षण लिने एउटा केन्द्र उहाँले राखिनु हुँदाखेरि अनि अरूलाई देखाउनुको लागि होइन अरूको लागि नक्कल गर्नुको लागि दिएको हो राखेको होइन 아니 최기 최고 미 미고 마셔 봐. 근데 그 교육도 디 견산 때네 예 저당 최다디 주고 인수도. त्यो कारणले चेतनमा मैले यो छोटा किन राखिएको भन्दाखेरि चेतनमा गुणस्तर गर्नको उद्देश्य बारे बताउँदै उहाँले 3 कालका सुगत र बुद्ध आफै बुद्ध आफै विद्वान भएकोले उपलब्धि हासिल गरेको बताए पछिल्लो समयहरूमा हाम्रो महान ध्यानकर्ताहरूले मुख्य रूपमा विद्वानहरूमा भर परेन र सबैले तिनीहरूलाई मूर्ख अज्ञानी अध्ययन केही पनि जान्दैन भनेर आलोचना गरे त्यहाँ समस्या थियो र कि धर्म प्रभावकारी धर्म थियो र जन प्रभावकारी मानिसहरू प्रतिस्पर्धा गर्न खोजेको नि होइन सेराहरू स्पर्धा गर्नको विकल्प नभएको अवस्थामा पुगेको थियो अब रूपमा धकपकाइको विशेष विचारहरू अनि यसो राख्नको लागि र यसमा फैलाउनको लागि बुद्ध धर्म चाहिँ फैलाउनको लागि चाहिँ अध्ययन नभई नहुने हुँदाखेरि यसरी उहाँले अनि कलेज यसरी उहाँले दर्शनको एउटा मन्दिर यसरी उहाँले स्थापना गर्नुभयो अर्को हिसाब पर्दाखेरि के हो त भन्दाखेरि अब मेङ्गा कि भेबुम भनिन्छ होइन उपदेशको के हो त एउटा गुप्य कलश भनिन्छ अब जुन कैयुपमा रहेको अमृतमय अनमोल वचन छ त्यसले चाहिँ अब व्याख्यान गर्नु सक्नु खुलासा गर्नु पर्यो गर्नु सक्नु पर्यो त्यसले अर्थ केलाउन सक्नु पर्यो नि अर्थ केलाउनको लागि चाहिँ त्यसले अध्ययन गर्नु पर्यो त्रिपिटकमा अध्ययन गर्नु पर्यो तिन शिक्षामा आफूले अभ्यास नभइकन नहुने हुँदाखेरि त्यसलाई खुलासा गर्नको लागि ब्राह्मण नफसाउनको लागि अनि बुद्धको 84,000 धर्मलाई आफूले बुझ्नको लागि सेवा एउटा कैयुप कलेज नभई नहुने हुँदाखेरि यसरी उहाँले विशेष चासो गर्नुभयो हैन अनि जुनमा व्याख्या गर्न सकेन पूर्व कैयुपहरूले बताउनु भएको अध्ययनको विषयमा ध्यानको विषयमा शास्त्रको विषयमा बुद्धको वचनहरूमा अनि यसरी व्याख्या गर्न सकेन बताउन सकेन भने त्यो के हो त विकृति हुँदै जाने हुँदै अनि पूर्व कैयुपहरूको अध्ययन गरेको ध्यान गरेकोलाई चाहिँ साधना गरेकोलाई चाहिँ खेडा हुन विशेष गरी उहाँले एउटा सेडा अर्थात् दर्शन बौद्ध दर्शनको एउटा कलेज उहाँले निर्माण गर्नुभएको उद्देश्य इरादा यही नै थियो त्यही कारणले अनि अब अहिले हामी कैयुपलाई होइन अनि अरूलाई अब देखाउनु एक किसिमको कैयुपलाई आफूमा हुने एउटा रत्न गरगहना के हो त भन्दाखेरि होइन जुन छोटा घ्याचो अनि छोटा घ्याचोले रचना गर्नुभएको होइन यो क्षमानमडेल भनौँ न प्रमाणवर्तिकाको व्याख्याहरू त्यसै गरी मिग्यु दोर्जेले रचना गर्नुभएको यो ग्रन्थहरू अनि कुञ्जी पेमाकर लेख्नु भएको यही नै हो नि यो छैन भने हामीलाई कैयुपमा देखाउने केही पनि छैन नि त त्यही कारणले गर्दाखेरि अनि हामीले अनि भर्खर अनि हामीलाई थाहा हुँदैछ नि 100-200 वर्षपछि बल्ल ओ मिग्यु दोर्जे कति हामीलाई कृपालु रहेछ त उहाँले के गर्नु भएको रहेछ एउटा दार्शनिक कलेजले कति उहाँले दुःख सहनु भएको किन गर्नु हामीले अहिले आएर एहसास भयो नि त्यही कारणले 다든지 가시지 망보시다에서만 다 배서 생긴데 가시지 얼어 다들 쇼 가보죠 다들 사는 배 가보쇼 अब त्यो बेला जुन के हो त अब बेसम्यात 심규 템보 시브지 템세베 중앙 시브지 패이사 अब जुन अब 추규 현다게 최저서기 가르송도선 다 결혼해서 그 유발은 배전인데 예시
अब के भने विशेष गरी आजकल हामीले अध्ययन गर्न अरूलाई गर्व गर्न सक्ने 8 ठूला ग्रन्थहरू पूर्ण टिप्पणी 7औं कर्मपा र 8औं कर्मपा ढुक्पा कर्प र महान टिप्पणी रहेको छ 16औं कर्मपाले पुन छापेको मिग्यो दोर्जेको तिब्बतमा आइपुग्यो काइग्यू विद्वानहरूमा अब यस गहिरो प्रभाव थियो र अन्य वंशका धर्ममित्रहरू छक्क परेर भने के तपाई काइग्यूले त्यस्ता ग्रन्थहरू पाउन सक्नुहुन्छ काइग्यूले यस्तो महान स्टोरी अब महान ग्रन्थको टिका छ त धेरै मानिसले मलाई भने र 2-3 शताब्दीसम्म काइग्यू शेराहरू भत्काएको थिए हैन ठूला ग्रन्थहरूमा शिक्षाको प्रसारण हराएको थियो पछि अब खामा पाल्पुङ जुर्मङ शेराहरूमा स्थापना भए तर तिनीहरूले 13 वटा महान ग्रन्थहरू मात्र पढ्न सकेर 7औं 8औं कर्मपाका महान ग्रन्थहरू अध्ययन गर्न वा सिकाउन असमर्थ भए यसरी अब हामी र अरूले पञ्च महाग्रन्थहरूमा कहिले वा कमसम टिप्पणीहरू छैनन् भन्ने सोचेको कुरा बुझ्न सकिन्छ तर पनि के हो त अनि अनेक कुराहरू छैन अब भए त के हो त अनि कहिले एउटा कर्म नै छ यो किसिमको के होइन वास्तवमा यो मानिन्छ कि यो यदि कैक्युले दर्शन पढेर मठ विद्यालयहरू स्थापना गरे भने साक्य र घेलुहरूसँग प्रतिस्पर्धा गर्दै थिए र अनि अभ्यास वंशको विभागको थिएन अब के भन्नुपर्छ भन्दाखेरि होइन अब कैक्युले अब कर्मको भोगिरहेको छ के भन्दाखेरि अब अध्ययनतिर अब कलेजतिर लागेर अध्ययन अब दर्शनतिर लाग्यो भने चाहिँ के हो त यिनीहरू चाहिँ एक किसिमको महामुद्रा ज्ञानमा लिनु सकेन भनिन्छ फेरि अध्ययन अब महामुद्राको ध्यानतिर अब लिनु भयो भने यिनीहरू लाटो मुडा अध्ययन पनि गर्दैन त्रिपिटक विषय भन्ने गर्ने हुँदाखेरि अत्यन्त भन्ने मान्छेको भनाबाहिरी भित्र यसको बीचमा धर्ममा परिएको छ त्यही कारणले गर्दाखेरि हामीले दुवैमा यसरी पक्षको कुराहरू बुझेर अनि अध्ययन र साधना दुवै गर्नु अत्यन्त जरुरी छ जे भए तापनि अब यो कर्म काउन्सिलिङ भन्ने विषयमा म बताउन चाहदैछु त्यसको लागि चाहिँ अब के हो त म 20 मिनेट जति अब तपाईहरु विश्राम गर्नु होला त्यसपछि म कर्म काउन्सिलिङ भन्ने विषयमा म बताउन चाहदैछु 大家想 अब चाहिँ यो अब यर्तो काउन्सिलिङ भन्ने विषयमा बताउन चाहदैछु म यसरी अब सूत्र र तन्त्रको विभिन्न अब यो मठ मन्दिरहरु बताउनु भयो यतो कर्म काउन्सिलिङ कसरी अब यसरी उहाँले निर्माण गर्नुभयो भन्दाखेरि यसको विषयमा संक्षेपमा बताउनु पर्दाखेरि यसलाई 10 वटा विषय राखेको छु मैले अब यसरी शेरा पहिले निर्माण गरेको विषय चाहिँ हो छुजुङ केबी गदुन भित्र यसरी बताएको छ यसरी अब भनौं न कर्म सुङलुलिङ सेटा पहिलो पटक विद्वानहरुको लागि पर्व र कागी वंशको सुनौलो रोजरी अनुसार 1532 मा सन् 1532 मा अनि पानी ड्रागन वर्षको 10औं मनमा यसरी मिग्यो दोर्जीले ठूलो शिविर कंपोको तावा सल्कुङमा बस्दा स्थापना भएको थियो उले विद्वान रिन्जेन लोग र रब्जम्बसँग हेसे सहित न्यूको लेक्सेलिङ सँग 10 पिछुहरुलाई आमन्त्रित गरे तिनीहरूले अनि फाउन्डेसन जस्तै थिए र जसका मिग्यो दोर्जेसँग अध्ययन गरेका अरू पनि थिए उहाँको टोलीका न्यारी रब्जम
ngari rabjam soglang lekpa khamba rabjam sengi sangbo gugi rabjam dedin lagat ka donarti 캄바람 잠바 싱게 상보다 고개람 잠바 testa 디딩 와라 소바 다 딘데 gugi dedin pa 람잠바 게베 chaji 신이 bidonarti ul milaera ni tya 셰지 눈베 괜션 도나 ani 케바 람잠바 딘데 atenta bidwanaru 20 भन्दा बढी विद्वानहरु थिए अनि जसको कारणले उनीहरुको ठूलो अनि त्यो छाउने भित्र चाहिँ अब कर्म सुङलुलिङ बिहार कलेजको अनि यसरी अब सुरुवात भयो त्यो कर्म सुङलुलिङ भने यसरी विद्वानको अब जिल्ला यसरी प्रचलन भयो यसरी बनायो निर्माण गयो पछि गएर यहाँ अनि यसरी ठाउँ ठाउँमा गएर यसरी के हुन्छ यसरी एकै ठाउँमा नबसेर यसरी विभिन्न यो यसरी अनि अन्तरु अब कर्म विकर्षण चाहिँ मुख्य अब एउटा केन्द्र हो हैन त्यहाँदेखि अब सुलु कर्म कसेलिङ भन्ने यसरी ठाउँ ठाउँमा पालहरू टङ्दै अनि बौद्ध ग्रन्थलाई अध्ययन गर्दै यसरी फैलिँदै गएको हो surdu yawe tendres bisha ta tene kab didu kama shunglu ni thomar chube kab le ya यो कर्म सुलुले पहिला स्थापना गर्दाखेरि यो यसरी प्रचार प्रसार गर्ने पहिलो अब यो आचार्य के हो त भन्दाखेरि कुन हो भन्दाखेरि स्पष्ट त छैन तर पनि के हो त पहिला मैले बताए युग्लुङ लेक्सिलिङद्वारा अनि उहाँले स्वागत गरेको अनि त्यहाँको मुख्य अब गुरुहरू अनि अत्यन्त भएको विद्यमा नि अब त्यो भित्र चाहिँ अब केवल रेन्जेलिङ भयो भने चाहिँ पहिलो अब त्यहाँको अब विद्वान अनि यसरी अब अनुसन्धानमा आइरहेको छ अब रेन्जेलिङ हैन यसरी उहाँ चाहिँ पछि अब उहाँ खम्मा पाल्नु भएछ हैन यहाँ राति गदलिङ सेरा अनि उहाँले अब परिकारको ग्रन्थहरू हैन यसरी उहाँले अब प्रचार प्रसार गर्नुभयो रातिगुन अब रातिगुन भन्छ त्यसलाई अनि अहिले चाहिँ रातिगुन भनिन्छ अनि यसको चाहिँ अब मैले अलिकति यसको इतिहासहरू मैले भेटेँ पछि अब यसमा चाहिँ के हो त भन्दाखेरि यहाँ मंगोलको एउटा युद्ध आउँदाखेरि पछि यसले के हो त यो रथिल यहाँको त बिग्रिएको गिरावट आइरहेको किसिमको के हो त त्यसमा अब थियो अहिले चाहिँ अब त्यो चाहिँ एउटा निङ्मा सम्प्रदायको एउटा मठ मन्दिर पुग्न भएको जस्तो मलाई लाग्छ मलाई लाग्छ उहाँ चाहिँ को हो त भन्दाखेरि यो हिग्यो दोर्जे उहाँको प्रतीक्षाको एउटा सामु भएको चेला रहेको छ रब्जम तिनले यसरी अब उहाँ चाहिँ के हो त जुन विद्वान रहेको थियो अहिले चाहिँ राति गुम्बामा भएको एउटा विद्वान चाहिँ पहिलाको पनि अब चेला थियो अब त्यसै गरी अब सन् 1533 मा चाहिँ अब के त पाउ 16 ठाउँलाई चाहिँ अब कसरी अब यो त्यो सेराको हो अनि आचार्यमा यसरी उहाँले नियुक्ति गर्नुभयो भन्ने विषयमा बताउनु पर्दाखेरि अब 1523 को अब 9औं महिनामा मिग्यो दोर्जेले पाउ चुग्ला ठेवालाई बहुमूल्य सामग्रीबाट बनाएको आफ्नै मूर्ति उनले लेखेको महान विनय टिप्पणीको हस्तलिखित पाण्डुलिपि र रेशम कटाइ गरिएको सिंहको कुशन दिए चढ्नु भयो उहाँले अनि अघिल्लो आकांक्षाहरूबाट तीन प्रकारको कुराहरू अब अनि यसरी अब चढ्नु भएर अनि यसरी मिग्यो
अघिल्लो आकांक्षाहरूबाट उहाँको सम्बन्धको कारण मिक्यो दोर्जेले उहाँलाई कर्म शिवलिङ्गको शिक्षणको आचार्यको रूपमा नियुक्त गर्नुभयो जसरी अब झुङलु त्यसपछि अब यसरी अब भनौँ न 3300 देखि अब 1533 1537 5 वर्षको अवधिमा अब अनि जुन पव चुला ठ्याउलाई चाहिँ 5 वर्ष अवधिको अनि तर्क लगायतका अनि यो परमना लगायतका अनेक नै यो विनय पिटकहरू हैन सूत्र पिटकहरू त्यस्तै गरी अब यो प्रज्ञा पारमिता लगायतका हैन अभिधर्म कोश लगायत यो पाँचौं ग्रन्थहरू अनि के हुँदा नि सुरुवात गर्दै उनले 5 ग्रन्थहरू मध्य मार्ग प्रज्ञा पारमिता विनय अभिधर्म अनि वैदकका साथै गहन आन्तरिक अर्थ हे वज्रतन्त्र उदत्त निरन्तरता उहाँले दिनुभयो सिकाउनु भयो अनि उहाँले व्याकरण शब्दावली पनि पढाउनु भयो उनले अनन्त सूत्र र तन्त्र सिकाउन सक्ने धेरै विद्वानहरू विकास गर्न मद्दत गरेर जागृत र मुक्ति गुणहरू भएका सङ्घको ठुलो भेलालाई आकर्षित गरे अब तेस्रो चाहिँ के हो त ngari rapjamba अब छोलाङ लेख्पा भने अब यसरी आचार्यमा यसरी अब नियुक्त गरेको विषय बताउन गर्दाखेरि जुन अब अग्नि चरा वर्षको अब सन् 1537 को अब दोस्रो महिनाको मा चाहिँ झिगुङको लुङसो अब थङमा चाहिँ बसिरहेको बेला कर्म शिवलिङ्ग आचार्य पदबाट राजीनामा दिए उनको अब आचार्य पदबाट राजीनामा दिएर उनको राजीनामा मिग्रो दोर्जेले स्वीकृति गरे मिग्रो दोर्जेले कुन विद्वानलाई चाहिँ अब आचार्य नियुक्त गर्न भनेर कुन चाहिँ राम्रो होला भने मिग्रो दोर्जेले यसरी अब अनुरोध गर्दाखेरि धेरै विद्वानहरू मध्ये ngari rapjambaji चुग्ला छोलाङ लेख्पामा परेर उहाँले आचार्यको नियुक्ति गर्यो त्यस्तै गरी अब यो पृथ्वी कुकुर वर्ष सन् 1508 मा मिग्रो दोर्जे र अनि अब ग्यावाङ सरले अब 리시엘링기 람잠바디소 당 가르생기 시에라 까마 슈루링기 케바디소 핀즈 에네 उमा यसरी बिताउनु भयो लोसरको बेला हैन त्यसपछि न्युक्लामा गए र त्यहाँ हुँदा मिग्रो दोर्जेले न्युक्ला ठाउँको नाम न्युक्लामा बस्ने अनि घरछिन सेरा भनिन्छ हैन न्युक्ला सेरलिङको बीचमा चाहिँ अनि जुन अनि मिग्रो दोर्जेले यसरी अब संवादहरू गर्नुभयो त्यो बेला हैन 5 महाग्रन्थहरूमा पनि यसरी संवाद गर्नुभयो यसरी त्यहाँको विद्वानहरूलाई अनि बोलाउनु भयो यसरी हैन अनि यसरी अत्यन्त अब बौद्ध धर्म फैलिँदा गरी उहाँ नि धेरै नै अब प्रसन्न अब उहाँ खुसी हुनु भएको थियो त्यो 5 ग्रन्थमा यसरी अब संवाद गर्दाखेरि त्यो बेला उहाँ मिग्रो दोर्जे प्रसन्न त्यस्तै गरी पृथ्वी सुँगुर वर्ष सन् 40 मा चाहिँ मिग्रो दोर्जे र शिगा रिन्बुङमा बस्नुभयो अब शिगा रिन्बुङमा बस्ने बेला त्यहाँ रहँदा मिग्रो दोर्जेले कर्म शिवलिङ्गलाई प्रज्ञा पारमिता योगीहरूको लागि विश्रामको आफ्नै टिप्पणी झिझुङ हल्छौ भनिन्छ हैन साथै पलखाङ घोचावा व्याकरण प्रतिभाको रूपमा सेवा गरेर कलप व्याकरण चन्द्र घुमको व्याकरण सरस्वती सूत्रहरू रचना कविता तुलना र तिब्बती व्याकरण सिकाउनु भयो जसले कर्मद्वारा कर्म रिन्छेन दर्गेलिङ कर्म शिवलिङ्गमा चाहिँ अब भनौँ न एक किसिमको त्यो बेला व्याकरण विशेषमा बताउने चाहिँ पढाउने चाहिँ अब यो पलखाङ लोचावा हुनुहुन्थ्यो त्यस्तै गरी
कर्म शून्य भित्र मिना खेछेवर खन्जे केसिङ छुयो अरस अर्को एकदम महत्त्वपूर्ण एउटा व्यक्ति अर्को को थियो त भन्दाखेरि अनि त्यो बेला फेरि अब फेबे लोसा ताङ अनि लोसा जेले चुन्ड्री मोलम ना लुसु योरबा भोटको एउटा घोषणा पछि जुन अब देवा त्यो थके वा छ त अब के हो त देवा मंगबु योरबा देवा त पोम्बु लुम्बा 진짜 이게 딱 뽐뿌 된절이야 대발라 걸어 봐. अब जुन अब गेवा साथी खोङ ड्युटी गरेको अनि एकजना मिग्यु थियो गुन्युले रब्दु छु रब्दु छु जे तेले या वा आमा थन्दम या अगाडि गएर मिगद्वारा एकजना विद्वानको अब नियुक्ति गरेको थियो उनको मठको नाम कर्म साथी काम सुरु लिइन अब कर्म सुरुमा उहाँले काम सुरु लिइन बचे अनि काम सुरु लिन लिया अनि जाङबा थार सुने अनि छिसु खराङ फयु थप गेले या भा अब जुन चाहिँ अब त्यो भित्र चाहिँ एउटा जुन भिगुतुजीको सामुमा अब चेला भिक्षु हुनु भएको थियो एकदम यहाँ त फसेबे नाम राख्नु भएर उहाँ चाहिँ अब कर्म सिग्नुलीमा धेरै अध्ययन गर्नु भएर पछि आफ्नै गाउँमा गएर उहाँले मण्डलिङ भन्ने एउटा बौद्ध कलेज कलेज यसरी उहाँले अब निर्माण गर्नुभयो निर्माण गर्नुभयो त्यो भित्र के एउटा प्रचार प्रसार बौद्ध धर्मको अनि यसरी अध्ययन गरेर नि कैयुर बसेको अब कैयुपाको अब रत्न कैयुपाको बौद्ध धर्मले फैलायो अनि देवा थम्गेल कुचे उहाँको अब उहाँको यसरी बन्धुहरूभित्र अब अनेकन अब यसरी मठ मन्दिरहरू फैलिएर गयो 위장기 토르용기 미나 개체 딘데야 안에 다다 까마슈루링 자살이야 쇼시에네 안에 장바 अनि अब यो थोप्जेल भनौँ न एक किसिमको होइन जुन थोप्जेल कर्म धुरालिक भित्र अनेकन महान पुरुषहरू यसरी उत्पन्न भएको थियो यसरी अध्ययन गर्ने क्रममा जुन नेगी दर्शकको पछि गएर के हो त अब यो ग्यावाङ छोगर भनिन्छ नि अब रेनबुङ अब खरु समस्याको हिन्दू दर्जीलाई स्वागत गरेको रहेछ त्यो बेला चाहिँ अब के हो त अब जुन अब 3 वर्षको लागि चाहिँ के हो त अनि अब म कहीँ पनि जाँदिनँ स्वागत गरे पनि नजाने भनेर यसरी उहाँले अब भन्नुभएको किनकि अब अब जुन अब गोमते छेन तेले आबे सके त के होता अब अनि तेले या शब्द रुचि रुकुरे गोन छेने अब जुन अब त्यो बेला के होता भन्दाखेरि अब ता थाबा दिन्छ छजुइन दिने मंगबु फिसा अब त्यो बेला ग्यावा रिमुबले चाहिँ कर्मपले धेरै अब यो ईश्वर अब मिसे देने जिबा जी अब हैन 3 वर्ष अब जुन रिमुमा अब स्वागत गर्दै पालो नसके त उहाँ नपालेर त्यो भित्र अब अध्ययन गरेर बस्दाखेरि प्रचार प्रसार गर्दा पर्दाखेरि अनि जुन रिमुबले चाहिँ अब धेरै भिक्षुहरू सानो भिक्षुहरू ल्याउँदाखेरि हैन त्यहाँदेखि अब यसरी 3 शिक्षामा उत्तीर्ण हुने यसरी अनि भिक्षुहरू उत्पन्न भएको थिएन भने यसरी भन्ने भनाइ छ त्यस्तै गरी अब भनौँ न अर्को अब यो 1500 सन् 1542 मा पनि अब वाटर 1543 सम्म अब परम पवन सँग अब भनौँ न एक किसिमको क्षमा गर्नु होला 1540 मा मिग्यु दोर्जेले अब यसरी अब त्यो बेला के हो त उहाँले अब जुन चिसो बेलामा चाहिँ उहाँले अब शिविर भिक्षुहरूलाई मिडल अर्थात् मध्यमिकाहरू होइन यसरी अब दर्शनहरू यसरी अनेक यसरी उहाँले बताउनु भएको थियो अनि यो जो परम्पराको एउटा चित्तपदको बोधिचित्तको अनि व्याख्यानहरू यसरी उहाँले निगुम ढङ्गमा भने यसरी बताउनु भएको थियो पछि अब म के बताउन जाँदैछु भन्दाखेरि अब चाहिँ अब चारौं ane kyao mi gyu doji garshen da jeba di
देवा ला पुगो जे बस देवा ला त्यो पुगो बेला जे चाहिँ बेगी 1543 मा को कुरा गर्नु देमे पर्दाखेरि शु सेन मेगी दोर्जे चाहिँ अब लुबु गाले या फेसा अब जुन अब देवा लबु बेगी अब यार्तु लुम्बो गङ भन्ने ठाउँमा चाहिँ अब ngen samliya ane saja khoi nyombo ma saja marimburi shida me deba saja khoi nyombo tindi ji yabe chi dina le singna mangbo zu ane luding de se sa ta luha luding se ade karres labina अब देव लाबु चेम्बा भन्नेले चाहिँ अब यार्तु लुम्बो गङमा अब यसरी एउटा ठाउँमा चाहिँ उहाँले स्वागत गर्नुभएको रहेछ त्यो बेला चाहिँ अब जङ्गलहरू थियो होला हैन अनेक जङ्गलहरू भएको हुँदाखेरि अनि त्यहाँ अब अनेक त्यो रुखहरू भएको हुँदाखेरि अनि त्यो यसरी अनि विभिन्न काठको के बनाउनलाई त्यहाँ चाहिँ एउटा लामो ढुङ्गा थियो होला अल्को ढुङ्गा त्यहाँ ढुङ्गामा चाहिँ अनि के अब लेख्नु भएछ एउटा जस्तो भनौँ न त्यस वर्षको सुरुमा स्वामीले अब समतल जग्गामा विभिन्न रुखहरू रोपेको थिए त्यहाँ नाग मन्दिर बनाएका थिए र एउटा स्तम्भ खडा गरेको थिए जसको छेउमा गच्छल दरबार कुदिएको थियो उसले यसलाई कर्मपाको मठको सम्बन्धको रूपमा बुझ्यो अनि मिगु दोर्जेले शिविरको लामाहरूले यसलाई अनि प्रतिष्ठा राप्ने गर्नुभयो पवित्र गर्नुभयो तिनीहरूले जमिनको जाँच गर्न माग्न जब त्यो बेला चाहिँ अब मिगु दोर्जेको जाँच गर्दाखेरि मग्न अब आशीर्वाद दिन समारोह गरेर मन्दिरको जग्गा बस्नको लागि र जुन अब जुन सुङलुलिङको अब एउटा मठको कलेजकर्म सुङलुलिङ त्यहाँ स्थायी रूपमा बसोबास गरे त्यहाँदेखि त्यो यात्रामा मात्रै थिएन कि जुन अब पहिला चाहिँ एक किसिमको ठाउँमा यसरी सुङलुलिङ भन्ने अब यसरी अब अध्ययन गर्ने जुन पाल मार्फत अब पाल टाँगेर यसो गरिन्थ्यो भने अब जुन त्यहाँदेखि चाहिँ अब यो स्थिर रूपमा त्यहाँ अब यो कर्म सुङलुलिङ अब निर्माण भयो त्यो बेला घाचलछोकी फटाङ देखियो त्यो घाचलछोकी फटाङ भन्ने त्यो एउटा लामो ढुङ्गामा कोरिएको थियो त्यसलाई चाहिँ यार्तु घाचे कर्म सुङलुङ यसरी अब त्यहाँदेखि यार्तु भनेको चाहिँ अब माथिल्लो पाको स्थान भनेको नि माथिल्लो भाग भने होइन त्यो चाहिँ अब अलिकति के हो त अब समर्थ रहेको सामान्य त्यो ठाउँ थियो त्यो अब चुच्चो यसरी अब खाल्टोहरू केही थिएन त्यही कारणले गर्दाखेरि त्यो माथि अब निर्माण भएको नै यार्तु कर्म घचलिङ भन्ने यसरी अब निर्माण हुनु पर्यो यार्तु घचल कर्म सुङलुलिङ भन्ने यसरी अब निर्माण हुनु पर्यो त्यो चाहिँ स्थिर रूपमा पहिला चाहिँ अस्थायी रूपमा थियो भनेपछि स्थायी रूपमा यसरी अब जुन बौद्ध कलेज एउटा दर्शन केन्द्र यसरी बन्न पुग्यो त्यो ठाउँ चाहिँ त्यहाँ गुम्बा निर्माण भयो अब यार्तु लुम्बु गङ फुक्पा चेन भनेको विषय बताउनु पर्दाखेरि त्यो कस्तोले भनिन्छ भन्दाखेरि यार्तु लुम्बु गङ भनेको चाहिँ यार्ला स्याम्पु भनेको चाहिँ के हो त अब हेर्लुङ भने चाहिँ अब माथिल्लो प्रकारको प्रान्तहरू रहेको छ अब त्यो माथिल्लो तहको स्थान हुँदाखेरि यार्तु भनिन्छ त्यसलाई माथिल्लो तहको प्रान्त त्यसको विशेष भित्र भाग चाहिँ लुम्बो गाउँ भनिन्छ त्यो भित्रको पर्ने ठाउँलाई चाहिँ लुम्बो गाउँ भनिन्छ त्यो अब त्यो भित्र भएको एउटा विशेषता अब दाताको नाम होइन त्यो भित्रको अब दाताको नाम चाहिँ अब अब समृद्धिसिङ चाहिँ भन्ने नाम चाहिँ अब के हो त ठाउँको नाम पछि एउटा चाहिँ सामदे भन्ने अब भन्दो रहेछ यो धेपा चाहिँ के हो त जुन यो त्यो उनीहरूको एउटा परिवार चाहिँ तिब्बती सम्राट धर्म उदम र उनकी आमा थियो भूपतिको इतिहासमा चाहिँ
उहाँको अब यो गोत्र चाहिँ होइसुङबाट उत्पन्न भएको हो भनिन्छ अनि कोना बसु मिगु दि युमगेन मा गुबरेसा चुचु भित्र चाहिँ के हो त इतिहासले अनि यलुङ जुन बि दोरब छुबरेसा ता तले सुजुरु चिनी योनि युस चुचुङ भित्र युक्तेन भनिन्छ यलुङमा राजाहरूको वंशवाली लुदिङ स्याद लुगां स्या लुदिङ स्याद छोराबाट भएको बताउँदछ यो क्षेत्र अझै पनि थप अनुसन्धान आवश्यकता छ टुजी नासा तजेगे एने लिंग रब जेबछि लिंग ति गी दिलेया तिंग रब जेबछि छु छु किने छु तिंग रब जेबछि तबेना अब यो भित्र चाहिँ के हो लासाले जोंगे लुगां स्या जोरवा अब लासामा चाहिँ झोंगे लुगां भनिन्छ त्यस्तो जस्तो छ एउटा त्यो एउटा बाटीको पनि रहेको छ एउटा गार्डन जस्तो हैन मी स्याबे छु तिंग जेबछि अनि त्यो चाहिँ मान्छेले बनाएको एउटा पोखरी पनि छ एकदम मनोरञ्जन ठाउँ छ है त्यस्तो रहेको थियो अनि आज भोलि बन्यो भने एउटा मनोरञ्जन पार्क जस्तो रहेको छ त्यस्तो त्यो एकदम अब त मान्छेको मन जाने ठाउँ रहेको थियो हैन धेरै रुखहरू हैन अनि अब त्यसमा फुलहरू फक्रिएको अनि एउटा पोखरीहरू भएको हुँदाखेरि अनि त्यस्तो अत्यन्त मनोहर ठाउँ भएको हुँदाखेरि अनि एउटा चाहिँ बौद्ध कैक्यु भनौँ न एउटा कलेज अनि यसरी निर्माण गर्नको लागि त्यो ठाउँ चढाउनु भएको रहेछ अब घचल कर्म सुङलुलिङको एउटा के हो त नियमको विषयमा बताउनु पर्दाखेरि नियम र विनियमको बारे बताउनु पर्दाखेरि यो यार्तुमा स्थायी रूपमा बसोबास गर्नु अघि मठको कलेज यो क्याम्पसको एउटा भाग मात्र थियो कर्म सुङलुलिङ भने त्यसो भित्र चाहिँ के अब विज्ञ धोर्जेले अब उहाँको एउटा लेखन भित्र के छ भन्दाखेरि गचल कर्म सुङलुलिङ दङबुर घरचेन सुङदुकी ठल्की चाइक भन्ने एउटा त्यसको नाम लेखिएको छ त्यो भित्र के छ त भन्दाखेरि यो बडा भित्र मठको कलेजलाई दिएको थियो जब यो अझै पनि मठमा स्थायी रूपमा बसोबास गर्ने निर्णय गरेपछि मिग्यो दोर्जेले थप विस्तृत अनि यसमा अब सिर्जना गर्ने इरादा राख्नु भयो यो अब सुङलुलिङ अब राख्ने उहाँले इरादा विचार लाउनु भयो अब चाहिँ के हो त भन्दाखेरि यो त्यो भित्र चाहिँ के हो त भिक्षु कलेजको लागि मन्दिरको अब मन्दिरको लागि अभिषेक भनौँ न एक किसिमको अब प्रतिष्ठान राख्ने कसरी गर्यो भन्ने विषय रहेछ यो चाहिँ अब सन् 1540 मा फलाम कुकुर वर्षको अब यो सन् 1540 को नवौं महिनाको अन्त्यमा ढुक्पाको तेस्रो वंशधारक ढाक्पा विद्यालयहरूमा महान पदमा घचल कर्म सुङलुलिङको सङ्घलाई शिक्षा दिए अनि घचल कर्म सुङलुलिङका रब्जम्पा विद्वानहरूको दार्शनिक ग्रन्थका कठिन बिन्दुहरूमा छलफल गरेर कर्मपालाई खुसी पार्न परीक्षा र बहसको परीक्षाहरू अब आठौं धर्मशास्त्रको भनौँ न एक किसिमको अब संस्कारहरू छाप्ने विषयमा बताउनु पर्दाखेरि जुन अब पानी एक किसिमको गोरु वर्ष 1553 मा चाहिँ वरिपरि कर्म पाले तेस्रो कर्म भएको घचल कर्म सुङलुलिङको गहिरो भित्री अर्थ सेभेन्या
जुन अब सातौं कर्मपाको अब यो जुन अब नि यसरी प्रचार प्रसार गर्नुपर्दछ अनि तयार गर्न आग्रह गर्नुभयो अनि त अब भएन महान टीका अन्य ग्रन्थहरूमध्ये पोतला पुस्तकमा रहेको विनय कमेन्ट्रीको संस्कारमा प्रिन्टरको कोलोफोनमा उल्लेख भए चाहिँ विनय सूत्रको टिप्पणी पनि त्यहाँ छापिएको देखिन्छ अहिले पनि यो यसरी यो दुलवा दोचावा भन्ने एउटा छ हैन त्यो पनि अहिले रहेको छ जुन अब जुन पहिला कार्डद्वारा खोपेर यसरी पाण्डुलिपि गरिन्थ्यो त्यो अहिले पनि रहेको छ अब यसरी परिनिर्माण भएर पछि अब उहाँको चेला के हो त श्यामर थम्से खेम्बा हैन त्यसैगरी जेको वंशु दोर्जे श्यामर छोकी वंशु जे चुब छैन दोर्जे यसरी अब कर्म हुलुगलिङ अब कसरी अब यसरी प्रचार प्रसार सुरक्षा गर्नुभयो यसरी उहाँले यसरी परम्परागत आइरहेको छ अनि यसको कसरी आयो भने यसको विषयमा चाहिँ म पछि बताउँला आज म बताउँदिन यसको विषय धेरै छ 딱 구버들이 오늘서 딱 구버들 같이 쉬야 미미 죽뒤에 거사데 shumocherba अब मिग्यो दर्जु अब यो 9 नम्बरमा चाहिँ अब जुग दिपी कोर भन्छ हैन यसरी अन्तिम अनि जुबते गुवा छारुदो जता गान्धेन थेसम थागेलिन जुबे कोसा दोसी ता दिगोदा खनेरे सुबिना गान्धेन अब गान्धेन थोसम दर्गेलिङ क्यार्जु नामिकोर भने अब गान्धेन थोसलिङ भनौं न एक किसिम के हो फेरि पनि पुनर्निर्माण गर्नुको अब विषय बताउनु पर्दाखेरि 직동 투겨 ngob중 ng지기 편도 주집에 나눠려야 고상아바 첨부 열롱을 해 जस्तो कि अब दलाई लामा यार्लुङ आउनु भएको बेला अनि 1651 को 11औं महिनाको अब गन्धेन तुमसम दर्गेलिङ थोसम दर्गेलिङ निर्माण गरेको थियो त्यो 13 बाह्य शाखाहरू मध्ये एक हो अब 13 यो हालको उत्पत्ति स्वायत्त क्षेत्रको दक्षिणी भागमा न्युडोङ यार्तो युल्सो भनिन्छ यो चाहिँ अब पछि भनौं न छिलिङ चुक्सु यसरी अब 12 वटा शाखाहरु त्यो अध्ययन गर्ने अनि चाहिँ अहिले के हो त राङजोङ जोङ kel yar so ne chin nam de osai gombe ki kusho solia kan de nang do kan de nang che ne ene gomba di lu yu kan de chi kan de nan du sa ne ene konan su ki ta ji lu ki thurub ju ji be na lo la ya ba ra lo sa अनि यसरी अब ene de le ya sa se le त्यो बेला अब भिक्षुहरुलाई अब हैन यो गुम्बा कसरी सुरुवात भयो त संरचना भयो रा लोसा धोर्जे डाके अनि ले यसरी निर्माण गर्नु भएको भन्ने कुरा आयो यो चाहिँ अब 17औं शताब्दीमा अब पाँचौं तल भनौं पाँचौं तले लामाले चाहिँ अब पाँचौं तले लामाले अब निर्माण गर्नु भएको भन्ने यस्तो चाहिँ अब पहिला चाहिँ के गुम्बा यो चाहिँ पहिला चाहिँ काइकी गुम्बा थियो भने यसको अब मुख्य अब यो साक्षी के छ त भन्दाखेरि त्यो भित्र चाहिँ एउटा के हो गोङ्गङ भनिन्छ जुन अब धर्मपालको एउटा पूजा गर्ने कोठा भित्र चाहिँ त्यो चाहिँ 8औं कर्मपाली अब रचना गर्नु भएको अब हैन मादा नजित्तम परिचय अनि गोम्बको बाली जुन महाकालको लागि अब पूजा गर्ने एउटा पाठ रहेको छ माता नचु भन्ने हैन त्यो त्यसैगरी कार्लुकी अब खाटो चिदोङ भनिन्छ हैन चतुर भन्ने त्यस्तो लेखेको ग्रन्थ रहेको भएको कारणले गर्दाखेरि यो चाहिँ पहिला अब कैयुप गुम्बा हो भन्ने अब यसरी अब चाहिँ आउँदछ विशेष गरी खान्डो चितुर भित्र लो ढोबलिङ ढोला छुछोबर झमटाजी छेरिङ चार धालापै कम्बो कम्पोनेनङकामा रेलिङ चार्चो पुरी भनेको छ कैयुपको जुन अब के हो त साधना गर्ने स्थानहरू अनेक यसरी लेखिएको हुँदाखेरि
송도 스타이네 디 도시창 군르니 버드즈다 नेसा지 किकबला तोशी छिमिस त्यो पहिले अब के होता यो त्यो त्रे धुर्जीसँगको इंसान कुण्ड ये चाहिँ शुद्ध बजार आसिक धाराको कुण्ड गाजे मूर्तिहरू काम चाहिँ पहिले नै शुरू अब लिंग त्यो और जुमा से नाश जो भइसकेको गेम थियो तो तर पनि ते ग्रन्थहरू से बाँकी वा भएको कोने हुँदाखेरि चम्बकिन से लेखेको हुँदाखेरि चाहिँ कागी गुम्बा हो भनी हैन ता धेरै श्यामले याङ्गे अनि भने खर्जुया अब एउटा का वाला यो गाने जो सम साक्षी धागे लिन से आते आउँदछ गाजे तर शुरू अहिले लिंग जब खरे और बा पहिले थियो यस्तो जब खरे और तिस सिएन खरे छिके और स्लाबिना ता अब दिल जब अब यो प्रसन्न धर्गेलिङ भने यो सुलु कर्म धर्गेलिङसँग सम्बन्ध के छ त भन्दाखेरि Raba gardo shubina. यो गदेन त धर्गेलिङ गुम्बा चाहिँ दिनको कैग्युपा अब यो कैग्युपा गुम्बादेखि घेलुक गुम्बामा अब यो परिवर्तन यो यसो परिवर्तन हुनु कारण के हो त भन्दाखेरि धर्गेलिङ थिए तर कैग्युबाट रूपान्तरण गरिएको थियो हैन किनभने ठोस पुराण त छैन भने पाँचौं दलाई लामाको आत्मकथा त फाइनल ढुकलुक त्यसमा चाहिँ पहिलो खण्डमा भनेको छ कि तोर्सी छिन्छ अनि ती ज्याले या ग्याप्सा क्यो त्यसले या अनि कलु फ्युसु सुवा त्यसले रोसदवा yang sungda anjele करलुक सय साइज साना सना सय यसमा चाहिँ के हो अब करलुक फुसु पनि भनिन्छ यसलाई कि खर्सुरे गोम्बाया यिबेछे करलुक छाबाया यबेछे याति करलुक छाबा यबेछे अब यसलाई चाहिँ देबा किलो छासो देला करलुक सय सुंदो त्यो बेला काइजुपा लामा पनि थियो त्यो बेला हैन जुन नभतियो कारणले गर्दा त्यो बेला अब अनि अनि कैग्युपाको लामा हुँदाखेरि त्यो बेला करलुक भनिन्थ्यो भनेपछि यो गुम्बाहरू पुरा भत्किँदै गइसकेपछि के हो त भने फस्यो भन्दाखेरि पछि परिवर्तन भएपछि घेलुक गुम्बा भएको हो भनी भन्ने गर्दछ गादेन तोसमलिङ भनेपछि गादेन तोसमलिङ भनेको चाहिँ के हो त गाथा झुङलुलिङ चाहिँ के हो त एक किसिमको भत्किएको कारणले गर्दाखेरि धेरै अब लोक गादेन तोसमलिङ चाहिँ अब कैजुपा गुम्बा हो भने यसरी अब हामीले भन्न सकिन्छ दिस इज सांगे क्या जो कि गांधी चुज बिदु या सेवे नालो लेने लॉजिक तेरे चिपो चिज्ञान हो चिवानी तो अब यस्तो विभिन्न अनेकन अब कुरा लेखिएको छ हैन गांधी त्यो सम धागे लिन साथे कि गोम्बाते ngar गोम्बाते कर kamsang go पहिला चाहिँ छुंगु और मादा ते काचे कम सुनु लिबा काटे सा गोरस लाबिना यो चाहिँ अब कैजु गुरमा गोम्बा चाहिँ हो भने साची छ तर यो भचालिङ सुनु चाहिँ हुन कसरी थाहा हुन्छ भन्दाखेरि जुला सिगा दन जेबे निङबा खाय सयु दन जे गिगुनन जर्जाङ जुला खाङ विसि छजाङ खाङ तिङदो लाब्रा शारदो रुङखाङ थाकोरदो छाशा अब यो भित्र के लेखेको छ त भन्दाखेरि हैन यो कारगुन गजलिङ सुलु भनेको चाहिँ अब कैजुपाको गुम्बा रहेको छ त्यो भित्र एउटा ग्रन्थ त्यो भित्र के लेखेको छ भन्दाखेरि थ्वेसम धर्गेलिङ गुम्बा चाहिँ अब एक किसिमको अब सुल भनिन्छ त्यसको जुन छाप चाहिँ यार्तो गासे सुशी ता सिगदिने मागु हरबा ता तिगी गिन्जुबा छेगी योंगो योंगो छि सिगा ता साचा ता सिगदिने मागु हरबा त्यसु सांमा त्यो गासा थ्वेसम थागे बालिया नाइछ अब जुन अब चुगला खाङ हैन नयाँ अब जुन भत्किएको जुन कर्म कैजु चाहिँ पछि अब यसरी नयाँ बनाउनको लागि ठाउँ जग्गा सबै प्रदान गरेको भन्दा पछि यो चाहिँ घेलुकको गुम्बामा परिवर्तन भएको हो भने रहेको छ त्यही कारणले गर्दाखेरि यो अनि थ्वेसम धर्गेलिङ भन्ने गुम्बा चाहिँ पहिला चाहिँ कर्म पहिला मिग्यु दोर्जेले अब निर्माण गर्नु भएको गुम्बा हो यो यार्तो कर्म गाजालिङ भने चाहिँ एकदम स्पष्ट रहेको छ अनि अब
यसमा अब आज मैले बताउनु पर्ने यति नै हो अब संक्षिप्त बताउनु पर्दाखेरि मिगी तोर्जीले अब सूत्र र तन्त्रको विभिन्न अब कलेजहरू यसरी स्थापना गर्नुभयो हाल के हो त अहिले यो आएर सूत्र र तन्त्र कुनै पनि अब दार्शनिक अब कलेजहरू अहिलेसम्म आएको छैन किनकि अहिले अब यसको संरक्षण सुरक्षा कसले पनि दिएको छ लोप हुँदै आएको हुँदाखेरि त्यही कारणले गर्दाखेरि अनि अहिले क्षेत्रहरू कलेजहरू अब के हो त अनि पहिला जुन रहेको परम्परा चाहिँ धेरै टुट्यो नि त अहिले रहेको पहिलाको एउटा परम्परा पहिला रहेको कारणले गर्दा हुँदाखेरि अनि जुन पहिला निर्माण गर्नुभएको कैजुपाको कलेजहरू चाहिँ के हो त पछि 100-200 भित्रमा यसरी लोप हुँदै गएर अनि पछि अब हराउँदै गएको हुँदाखेरि के हो त फेरि यसरी गरेर निर्माण अनि यसरी कम हुँदै हुँदै गएर अनि भर्खरै फेरि सुरुवात हुँदैछ अनि अहिले यस्तो एउटा मौका छ कि यस्तो मौका भएको बेलामा हामीले जुन अब सबै कुराहरू सजिलोसँग हात पर्दाखेरि अनि पहिला कर्मप 7औं कर्मप 8औं कर्मले कसरी यसरी सूत्र र तन्त्रको यसरी अनि धर्म फैलाउनु भयो हैन त्यो फैलाउनु भएको जस्तै अब अनि इतिहासमा यसरी आयो भने इतिहास पल्टाउने भए अनि यसको परम्परा के हो भने खोज तलास गर्दै भेट्दैन हामीले त्यसैले गर्दाखेरि अहिले हामीले एउटा मौका छ हामीले अवसर छ धेरै अनुकूल त कुराहरू हामीसँग मिलेको छ हैन अनि अत्यन्त महत्त्वपूर्ण कति रहेको रहेछ त हामीलाई कति कष्टहरू भोग्नु भएको अनि पहिला भएको कुरा चाहिँ हामीले अहिले खोज तलास गरेर अनि जुन लोप भएकोलाई फेरि पुनर्निर्माण गर्न हाम्रो हातमा भएको हुँदाखेरि अनि हामीले त्यसमा जोड दिनुपर्दछ त्यही कारणले अनि पहिला मिगी तोर्जीले बताए चाहिँ अहिले हाल हामी के हो त शेर्पा र ढुपा ध्यान केन्द्र र साधना केन्द्र बराबरी हुनुपर्दछ धेचुन शेरप एउटा आस्था एउटा उद्यम अनि अर्को एउटा प्राज्ञा एउटा प्रष्ट ज्ञान हुनु पर्यो हैन त्यसै गरी अब के हो त आफ्नो जीवनलाई चाहिँ ध्यानमै अध्ययनमै लगाउन सक्ने साधनामा लगाउन सक्ने एउटा अनि त्यसको आफूमा मेहनत हुनु पर्यो त्रिरत्नप्रति आस्था अधिक आस्था हुनुपर्दछ त्यही कारणले गर्दाखेरि अनि हामीले अब के एउटा साधना गर्ने मात्रै हामीलाई एउटा योग्यता हो त्यसको परम्परा हो भन्ने अनि अध्ययन नगर्ने हैन त्रिपिटकलाई नखोल्ने अनि गरे भने के हो त एक किसिम के हो त अनि फेरि तल पर्न जाने हुन्छ अनि अध्ययन गरेन अहिले हामीले सेटामा बसेर एउटा कलेज निर्माण गरेन एउटा परम्परालाई हामीले अघि सर्न भने अनि यिङमा त्यसैले अब साक्या घेलुहरूले पनि के हो त कैक्युपाहरूले त साधना गर्ने भाइ अध्ययन गर्ने कुनै स्थानै छैन भने आउने हुन्छ तिरस्कार हुने हुँदाखेरि त्यही कारणले अरूले मुखमा मात्रै नहेरेर बौद्ध धर्मलाई फैलाउनको लागि हैन सुन्नुपर्ने चिन्तन गर्नुपर्ने भावना गर्नुपर्ने सबै नै रहेको छ त्यही कारणले अनि पहिला ग्रन्थहरू चाहिँ के हो त सुन्नुपर्ने हुँदछ चिन्तन गर्नुपर्ने हुन्छ कैयुपाले के गर्नुभयो त अत्यन्त उपदेश महत्त्वपूर्ण उपदेशहरूले सबै बुद्धको वचनहरू मूल वचनहरू प्रवचनहरू के हो त सबै के हो त बुद्धको वचनसँग एक युग्नता गर्नु सक्ने हैन त्यसमा अनि जोड्नु सक्ने त्यो पूर्व कैयुपाहरूले अध्ययन गर्नु भयो नि त जीवनभर यसरी साधना र अध्ययनलाई एकमुष्ट रूपमा जानु भयो त्यही कारणले हामीले यसरी
अनि त्यही कारणले गर्दाखेरि अनि एउटा एकान्त कुनामा बसेर जे भयो नि होस् एक किसिमको होइन 딱 간다. 연구도 dra치 마다베 야 타게 अनि म ध्यान गर्छु म साधना गर्छु म एक किसिमको एकान्त ठाउँमा गएर म अध्ययन गर्नु जरुरी छैन म यसरी कलेजतिर म लाग्दिनँ भने यसरी गयो भने अध्ययन लोभ हुँदै हुँदै गएर बौद्ध धर्मको जुन 84,000 धर्महरू के हो त अनि लोभ हुँदै जाने हुँदाखेरि अनि यसरी अध्ययन गर्नु अत्यन्त जरुरी हुँदाखेरि एकता भएर अनि हामीले साधना अध्ययन जानुपर्ने हुन्छ अनि अब अलि थाकेको मलाई महसुस भएको हुँदाखेरि जुन अन्तिममा पढ्ने पाठहरू तपाईँले पढ्नु होला है जुन तारा देवीको यो पाठ जुन जेसन ड्रोमाको पाठ पढ्नु होला अनि सनी दि सुनजु येबछर बा सनी सुनजु येबछर अनि सनी जेहो तोसेना आजको लागि यतिमै म राख्न चाहन्छु धन्यवाद मैले अघि एउटा देखाउन भुलेछु तपाईहरुलाई गाधे थोसमलिङ दर्गलिङ अहिलेको हाल दृश्य यस्तो हो अहिले चाहिँ यस्तो रहेको छ यो गाधेन थोसम दर्गलिङ के अनि अहिलेको रूप यस्तो रहेको छ भोलि प्रवचन छ अनि भोलि प्रवचन गर्नेछु भोलि भेटौँ ल शुभरात्रि टासिदेले